योगमाया विश्वविद्यालयको कन्तबिजोग संसारभरका विद्यार्थी ल्याउने नारा गफमै सीमित 25 करोड बजेट फ्रिज। योगमायाको नाममा ठुलो खेल 700 रोपनी जग्गा हुँदा पनि विश्वविद्यालय नै शरणार्थी। रजिस्ट्रार र उपकुलपतिमाथि प्रश्नै प्रश्न। हात्ती आयो फुस्सा भन्ने उखान कसैलाई चरितार्थ हुन्छ भने त्यो सङ्खुवा सभामा स्थापित एक विश्वविद्यालयमा लागू हुने अवस्था बनेको छ। ठुलो तामझामका साथ खोलिएको विदुषी योगमाया हिमालय आयुर्वेदिक विश्वविद्यालयको हालको हविगत देख्दा जो कोही बुद्धिजीवीले भन्ने शब्द यही नै हो। विश्वभरका विद्यार्थीका लागि आयुर्वेद योग र जडीबुटी अनुसन्धानको ग्लोबल हब बनाउने भन्दै बाँडिएको सपना अहिले आफ्नै बोझले थिचिएर छटपटाइरहेको छ। आयुर्वेद र वैकल्पिक चिकित्साको विकास गरी मुलुक समृद्ध बनाउने महान लक्ष्यमा अहिले धमिरा लाग्न थालेको छ। क्रान्तिकारी विदेशी योगमायाको नाम बेचेर खोलिएको यो विश्वविद्यालय अहिले लक्ष्यविहीन र गतिहीन बन्दै गएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। नेतृत्वले बाटो देखाए पनि कार्यान्वयन शून्य। यस विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पूर्व अध्यक्ष तथा स्थानीय सांसद डाक्टर अर्जुन कुमार कार्कीले सुरुवाती दिनदेखि नै ठुलो प्रयास गरेका थिए। उनकै भिजन र पहलका कारण यो केन्द्र विश्वकै विद्यार्थीको अनुसन्धान थलो बन्ने आशा पलाएको थियो। सांसद भइसकेपछि पनि उनले संसदमा यो संस्थाको नाम पटक पटक उच्चारण गर्दै राज्यको ध्यान खिच्न र प्राथमिकता दिलाउन कुनै कसर बाँकी राखेनन्। यो सङ्खुवा सभा जिल्लामा स्थापना गर्न लागेको योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयलाई संसारको वैकल्पिक चिकित्सा र आयुर्वेदको आकर्षणको केन्द्र बनाउने विशिष्टकृत विश्वविद्यालय बनाउनु पर्ने आवश्यकता छ र यसलाई संसारभर विद्यार्थीहरू आएर पढ्ने, पढाउने, अध्ययन अनुसन्धान गर्ने क्षेत्रको रूपमा विकास गर्नको निम्ति। तर डाक्टर कार्कीले संसद र नीतिगत तहमा विश्वविद्यालयका लागि जतिसुकै मरी हत्या गरे पनि जिल्ला तहमा रहेका प्रशासनिक पदाधिकारीहरूको अकर्मण्यताका कारण कामले गति लिन सकेको छैन। अर्कातर्फ विश्वविद्यालयको पूर्व उपकुलपति बनेका डाक्टर रमेश ढुङ्गेलको आश्वासनको खेती भने कम थिएन। विश्वका विद्यार्थी यहाँ ल्याउँछौँ भन्दै भाषण छाट्ने उनको कार्यशैली भने ठ्याक्कै बिरालो बाँधेर श्राद्ध जस्तै बनेको छ। डाक्टर कार्की जस्ता भिजनरी नेताले देखाएको बाटोमा हिँड्न नसक्दा र कामभन्दा कुरा ठुला गर्ने प्रशासनिक प्रवृत्तिका कारण आज यो गौरवको आयोजना कोमामा पुग्दैछ। प्रोमिनेन्ट रोल हामीले खेल्न सक्छौँ, केही समय लाग्न सक्छ। त्यो भनेर अब हामीले चाहिँ नि उताका चाहिँ विद्यार्थीहरूलाई अहिले सुरुमै त उहाँहरू पिएचडी गरेर आउनुहुन्छ भने कुन युनिभर्सिटीले यहाँ पठाउँछ अथवा इन्स्टिट्युटले पठाउँछ भने हाम्रो युनिभर्सिटीसँग एफिलिएसन गर्ने फिल्ड वर्क हामी गर्छौँ। कम्बाइन्ड डिग्री दिने चाहिँ बनाइहाल्ने अहिले नै उहाँहरू कुन युनिभर्सिटी इनरोल छ त्यो चाहिँ यहाँ यो योगमायासँग चाहिँ नि कम्बाइन भयो भने हामी त्यस्ता एक्सपर्ट ल्याएर इन्टरनेसनल पनि राख्छौँ, हामी पनि गर्छौँ। त्यसो हुनाले अब अर्को कुरा के गर्छौँ त्यो चाहिँ हाई लेभलको भयो। रिसर्च इन्ट्रेस्टका मान्छे, पिएचडी लेभलका, एमफिलका अथवा चाहिँ नि मास्टर लेभलका एडभान्स गर्न आउनेलाई हामी तिनीहरूलाई चाहिँ नि कोलाबरेट गरिदिन्छौँ, हामी साथ दिन्छौँ। अनि तिनबाट आउने रिसर्चका प्रोडक्टहरू हामीलाई काम लाग्छन्। यो चाहिँ एकैचोटि माथिको कुरा हो। अनि हाम्रै पनि अल्मलिएर बसेका कतिपय छन्, डिग्री छ, एमए सरको छ, आयुर्वेद पनि पढे, यसो निहुरेर केही गरेको छैन भनेको छ भने उहाँहरू हामीले उत्साह दिन्छौँ, आउनुहोस् पिएचडी गरौँ। अब त्यसमा 700 रोपनी जग्गा अलपत्र उपकुलपति र रजिस्ट्रारलाई लाज नलागेकै हो। यो विश्वविद्यालयको आफ्नै सम्पत्ति सुन्दा जो कोही अचम्म पर्छन्। खानबारी स्थित ढुङ्गे बिसौनामा 500 रोपनी र भोजपुरको दिङलामा 200 रोपनी गरी कुल 700 रोपनी जग्गा यसको नाममा छ। तर अचम्मको कुरा यति विशाल साम्राज्य हुँदाहुँदै पनि यो विश्वविद्यालय खानबारीको सिरानमा रहेको हिमालयन किरण क्याम्पसको एउटा सानो कोठामा शरणार्थी बनेर खुम्सिएको छ। आफ्नो भव्य जग्गा छाडेर अर्काको कलेजमा भाडाको कोठामा बस्दा पनि तत्कालीन उपकुलपति डाक्टर ढुङ्गेल र रजिस्ट्रार नम्बर दोज सेमजोङ लगायतका उच्च हाकिमलाई अलिकति पनि लज्जाबोध नहुनु लज्जास्पद विषय हो। नाम विश्वविद्यालयको दिने तर हैसियत एउटा सामान्य स्थानीय क्याम्पस जस्तो पनि बनाउन नसक्ने हो भने यसको के औचित्य भन्दै जिल्लावासीले सिधा प्रश्न उठाउन थालेका छन्। नागरिक अभियन्ता मातृका तिमसिना पनि विश्वविद्यालय पूर्ण रूपमा लथालिङ्ग र भत्ताबुङ्ग भएको ठोकुवा गर्छन्। नीति नियम र विधि मिचेर चलाइएको यो संस्था तासको घर जस्तै ढल्ने निश्चित रहेको र यसले विदेशी योगमायाकै बदनाम गराउने चिन्ता उनले व्यक्त गरेका छन्। तर यहाँ उहाँहरूले कसरी त्यहाँ लगाएर राख्नु हो, क्याम्पस व्यवस्थापन समितिले कसरी दियो, अनि यता साथीहरूले कसरी त्यहाँ लगाएर राख्नुभयो। योगमायाले पनि गिज्याउँदै होलिन्, अब उनका अनुयायीहरू भक्तहरूले पनि गिज्याउँदा होलान्। र त्योभन्दा पनि आयुर्वेदको क्षेत्रमा सङ्खुवा सभा जिल्लामा जुन काम गर्छौँ हामी भनेर लागेका छौँ, अहिले हामी
ती मान्छेहरू सबैले जवाब दिनुपर्छ होला। संसारभरिका विद्यार्थीहरू आउनेछन्, यो ठुलो एउटा अन्तर्राष्ट्रिय रिसर्च सेन्टर हुनेछ, त्यहाँ विश्वभरिका मान्छेहरूले ट्रेडिसनल मेडिसिनमा अभ्यास गरेछन् र यहाँ पढाइ हुने आयुर्वेद, त्यस पछाडि यो चीनमा पढाइ हुन्छ अर्को चाहिँ एक्युपङ्क्चर र गुरुङभित्र उपचार प्रणाली फरक छ, तामाङभित्र फरक छ, राईहरूभित्र फरक छ, अनि मुन्नुम शास्त्रमा फरक छ। त्यहाँ फरक फरक जडीबुटीहरूको नाम ऐतिहासिक कालदेखि रहेको छ। ती कुराहरूको सम्वर्धन संरक्षण हुने सबै खालको कुरा गर्ने यहाँ दुईजना मान्छेले हल्ला गरेर यो विश्वविद्यालय बन्नेवाला छैन, किनभनेदेखि भएका विश्वविद्यालयहरू बन्द हुँदैछन्। 25 करोड बजेट फ्रिज व्यवस्थापकीय लाचारी, यो कतिसम्म गैर जिम्मेवार छ भन्ने प्रमाण पाठ्यक्रम र बजेट हेरे पुग्छ। विश्वविद्यालयको भविष्य र सिलेबस के हुने भन्ने अत्तो पत्तो छैन। तर हतार यसै वर्षदेखि पहिलो सेमेस्टरको पढाइ सुरु गरिएको नाटक मञ्चन गरिएको छ। त्यति मात्र कहाँ हो र, जडीबुटीको राजधानी मानिने सङ्घसभाको यो प्रोजेक्टका लागि सरकारले गत वर्ष 24 करोड रुपियाँ बजेट स्वीकृत गरेको थियो। तर स्थानीय नेतृत्वको असक्षमता र योजनाविहीनताका कारण 1 रुपियाँ खर्च गर्न नसकेर पुरै 25 करोड बजेट फ्रिज भयो। विश्वविद्यालयको यो हालत देख्दा बाँदरको हातमा नरिवल भन्ने उखान दुरुस्तै लागू हुँदै आएको छ। सिनेट बैठक बस्दै तर आशा शून्य। यही अवस्थाका बीच विश्वविद्यालयको सिनेट बैठक आगामी 11 गते बस्दैछ। तर हालसम्मको कछुवा गति र कङ्गाल कार्यदिशा हेर्दा यो बैठकले पनि केही निष्कर्ष निकाल्ने देखिँदैन। डाक्टर कार्कीले देश विदेशका विद्यार्थी ल्याउने जुन मिठो सपना देखाएर जग बसालेका थिए, त्यसलाई अहिलेका पदाधिकारीले बुझ्न नसक्दा यो संस्था केही फुर्सदिला मानिसहरूको क्लबमा परिणत भएको छ। कुनै पनि दिन यो संस्थामा ताला झुनिन सक्ने डर बढेको छ। स्थानीयवासीलाई देखाइएको त्यो कागती जस्तै मिठो नारा अहिले अमिलो यथार्थमा परिणत भइसकेको छ। सरकारवालाहरू अझै कति दिन कानमा तेल हालेर बस्ने हुन्, प्रश्न गम्भीर बनेको छ।